यस गोबरडिया समिल तथा फर्निचर उद्योग गढवा 1 बडराको 13औं वार्षिक साधारण सभाका सभा अध्यक्षज्यू, आजका यस 13औं साधारण सभामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीज्यू, उहाँ प्रमुख अतिथिको रूपमा यहाँ आसन ग्रहण गरिरहनु छ र विशिष्ट अतिथि जिल्ला वन महासंघका अध्यक्ष हरिप्रसाद भुषालज्यू, त्यसै गरी विशिष्ट अतिथि गढवा गाउँपालिका वार्ड नम्बर 1 का वार्ड अध्यक्ष बाबुराम अधिकारीज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू र यस 13औं साधारण सभालाई सफल बनाउनको लागि यहाँ आउनुभएका 13वटै सामुदायिक वनका प्रतिनिधिज्यूहरू, निजी शेर सदस्यज्यूहरू र यस 13औं साधारण सभामा उपस्थित हुनुभएका पत्रकारज्यूहरू लगायत यस साधारण सभालाई सफल बनाउनको निम्ति यहाँ उपस्थित हुनुभएका बुद्धिजीवीज्यूहरू सबैलाई म यस गोबरडिया समिल तथा फर्निचर उद्योगको तर्फबाट यहाँहरूलाई नमस्कार टक्राउन चाहन्छु र आज यस गोबरडिया समिल तथा फर्निचर उद्योगको 13औं साधारण सभा हुन गइरहेको छ। यो 13औं साधारण सभा भइराख्दा आज उद्योगले जुन रूपमा फड्को मार्न पर्ने हो, जुन रूपमा कानुनी अडचनहरूबाट सहज हुनुपर्ने हो, यी सबै कुराहरूबाट उद्योग अगाडि बढ्न सकेको छैन। यहाँ अघि पनि भनिसक्नु भएको छ, यो सामुदायिक उद्योग भनिसकेपछि हेर्ने दृष्टिकोणमा जतिसुकै ठुला कुराहरू गरे पनि उसलाई फस्टाउने कुराहरूमा, उसलाई नीतिगत रूपमा सहयोग गर्ने कुराहरूमा कतैबाट अलिकता सहयोग भएको देखिन्न। त्यसकारण आज यो उद्योग 13वटा सामुदायिक वनले स्थापना गरिरहँदा आज मलाई लाग्छ केही वर्षहरूमा त हामीले 1-2 चोटि यसमा चिरान गऱ्यौँ, तर यहाँ लाग्छ कुलपानी सामुदायिक वन र जनशक्ति सामुदायिक वनले त प्रत्येक वर्ष चिराएको देखिन्छ, तर आएर अरूले अलि टाढाबाट यो काठ ल्याउने समस्यामा अहिले पनि हामी पिल्सिरहेका छौँ। केही बिचमा आउने डेफु सरहरूले बिचमा केही पटक हामीले ल्याउने र चिराउने पनि गऱ्यौँ र अहिले आएर यो पुरा ठ्याप्प भएको छ। आज उपभोक्ताहरूले काठ चिराउने कुराहरू ल्याउनु भएको छ, मिल यहाँ छ, हाम्रै उसमा छ, हाम्रै लगानीमा छ, तर हामीले ल्याउन पाएका छैनौँ। त्यो किन बलक भएको छ? यी कुराहरूमा अप्ठ्यारो छ। त्यस कारणले आज यहाँ उपस्थित हुनुभएका अतिथिज्यूहरू, प्रतिनिधिज्यूहरूले पनि यो विषयमा अलिकति सहज बनाइदिनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु र म स्वागत भाषणमा धेरै कुराहरू गर्न चाहन्न, थोरै मात्रै कुरा गरेँ। स्वागत भाषण भनेको धेरै कुरा गर्ने त होइन, त्यही पनि मैले गरिहालेँ। त्यसकारण त्यसमा म क्षमा चाहन्छु र यहाँहरू यसरी साधारण सभा सफल बनाउनको लागि यो गोबरडिया समिल तथा फर्निचर उद्योगको निमन्त्रणालाई स्वीकार गरेर आज यो अलिकति बिजी समयमा पनि यहाँ उपस्थित भइदिनु भएकोमा म प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत पत्रकारज्यूहरू र सबै प्रतिनिधि पर्यवेक्षक र सामुदायिक वनका प्रतिनिधिहरू सबैलाई स्वागत गर्दै म बिदा हुन्छु। हवस्, धन्यवाद।